हामी चाहिँ करिब धनगढीदेखि चाहिँ आधा घन्टा हिँडिसकेपछि गोदावरी पुग्छौँ। पहिलोचोटि कस्तो लाग्यो त? एकदम राम्रो छ गोदावरी रिसोर्ट। पहिलोचोटि हो कि पहिला पनि आएको थियो? म चाहिँ फर्स्ट टाइम आएको। फर्स्ट टाइम आएको तर यसो गर्मी महिनामा घुम्नलाई एकदम राम्रो छ। यहाँ चाहिँ पहिलोचोटि आएको रे, राम्रो लागेर यहाँ रिसोर्ट। अहिले चाहिँ हामी बालबाटिका रिसोर्टमा चाहिँ घुमेर आयौँ। यो चाहिँ गोदावरीमा पर्छ। एकदम यो गर्मी महिनाको लागि चाहिँ घुम्ने एउटा टुरिस्ट डेस्टिनेसन र हाम्रो लागि चाहिँ राम्रो हुन्छ। एकदम गर्मी महिनामा घुम्नको लागि, समय बिताउनको लागि लजहरू छ, यहाँ रेस्टुरेन्ट छ भित्र एफोर्डेबल प्राइसमा। त्यसपछि हामीले केही समय त्यहाँ बिताएपछि हामी चाहिँ अर्को डेस्टिनेसनतर्फ चाहिँ लाग्छौँ। त्यसकै रिसोर्टको केही तल चाहिँ हामीले चाहिँ अर्को ठाउँमा चाहिँ जाने निधो गर्छौँ र हामी सबै त्यहाँ चाहिँ जान्छौँ। यो चाहिँ टिकटकमा फेमस एकदमै भाइरल ठाउँ पनि हो। अनि यहाँ चाहिँ हामीले फोटोसोटो खिच्छौँ। यहाँको दृश्यहरू चाहिँ सबै मोबाइलमा चाहिँ हामीले क्याप्चर गर्छौँ र यहाँबाट पनि फर्किन थाल्छौँ। भिडियो बनाइसकेपछि चाहिँ हामी फेरि त्योभन्दा तल चाहिँ गोदावरी पुलतिर चाहिँ लाग्ने गर्छौँ। यो चाहिँ ठाउँ सानो भए तापनि एकदमै भाइरल छ र एकदमै यहाँदेखि चाहिँ राम्रो दृश्य चाहिँ देख्छौँ। ब्याकग्राउन्डमा हजुरहरूले देख्न सक्नुहुन्छ कति राम्रो छ। हाम्रो चाहिँ यहाँबाट चाहिँ हामी फर्किन्छौँ। कुन ठाउँ हो यो? क्रममा चाहिँ मैले साथीभाइहरू चाहिँ भिडियो बनाइरहेको छु पछाडिबाट। झोलुङ्गे पुल खेलेर अनि यहाँ हाम्रो जाने बाटो हो, माथि रोडमा जाने बाटो। सिम्बल पिचदेखि करिब 2 मिनेट 3 मिनेट जति चाहिँ हामी तल जानुपर्छ। तल चाहिँ यो ठाउँ रहेको छ। अहिले चाहिँ हामी माथि जाँदैछौँ हाम्रो बाइक पार्किङ भएको ठाउँमा। यो चाहिँ मैले अगाडि फ्रन्ट क्यामेरादेखि चाहिँ लिएको पिक्चर भिडियो हो। यहाँबाट चाहिँ क्लियर देखिन्छ र साथीभाइहरू चाहिँ पछाडि, म चाहिँ अहिले चाहिँ अगाडि छु। एकदमै रमाइलो गरिरहेका छौँ। देख सकते हो गाइस, हम लोग एक गोदावरी के ओह्रालो पर्वत में। त्यसपछि हामी गोदावरीदेखि करिब 1 घन्टा 1.5 घन्टा चाहिँ हिँडिसकेपछि हामी चाहिँ हाम्रो घर